राहु र केतुको गोचरको कुरा गर्ने क्रममा हामी आज 12वटा राशिको कुरा गर्दैछौँ, जसमध्ये तपाईले यो भिडियोमा वृष राशिको बारेमा जानकारी प्राप्त गर्नुहुनेछ। वृष राशि हुने सम्पूर्ण व्यक्तिका लागि यो अबको 1.5 वर्ष कस्तो रहन्छ भन्ने जानकारीहरू तपाईले पाउनुहुनेछ। कालपुरुषको कुण्डलीमा तपाईको वृष राशिका आधारमा यो भिडियो रहेको छ, जुन चाहिँ पंचम भावमा केतु र दशम भावमा राहुको स्थिति रहेको छ अथवा गोचर भएको छ, जसको अर्थ हुन्छ तपाईले सार्वजनिक कामहरू गर्नुस्, सामाजिक कार्यहरू गर्नुस्, समाजका लागि बाँच्ने मन बनाउनुस्, परोपकारका भावनाहरू राख्नुस्। अघि भने जस्तो सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया भन्ने भावनाहरू चाहिँ तपाईको सूत्रहरू चाहिँ मनमा बसाउनुस्। केही गर्छु भन्ने हिम्मत राख्नुस्, कर्मशील बन्नुस्, आफ्नो करियरको बारेमा विचार गर्नुस्। मैले के गर्ने, जीवनमा के गर्दा मेरो प्रगति हुन सक्छ, म सुखी कसरी हुन सक्छु भन्ने कुराहरू पनि मनमा राख्नुस्। त्यसैगरी जबसम्म तपाईले आफ्नो घर छोड्नुहुन्न, सबैभन्दा मुख्य कुरा तपाईका लागि यो 1.5 वर्ष रहेको छ। घर छोड्नुहुन्न, मातापिता छोड्नुहुन्न, आफन्तजन छोड्नुहुन्न। छोड्नु भन्नाले तपाईले सम्पूर्ण त्याग नै भन्ने बुझ्न भएन। तपाईले यो विचार गर्नु पर्यो, म आमा भन्दा अलिकति पर जानु पर्यो, बुवा भन्दा अलिकति पर बस्नु पर्यो, आफन्त दाजुभाइहरूबाट अलिकति पर बसेर सुख सुविधाका अलिकति त्याग गरेर म केही गर्छु भन्ने चाहिँ आँट जगाउनु पर्यो। यदि त्यसो गर्न सक्नुभयो भने तपाईका लागि यो गोचर एकदमै शुभ रहनेछ। तर तपाई म घरमै बसेर घरकै खाना खाएर नै काम गर्छु, म घरैबाट गएर पढ्छु, किन बाहिर गएर बस्ने, किन होस्टेलमा बस्ने, किन बाहिर गएर रुम लिएर बस्ने, यस्ता भावनाहरू तपाईले मनमा ल्याउनु भयो भने तपाईका लागि यो गोचर त्यति शुभ रहने छैन। अबको 1.5 वर्ष तपाईका लागि दुःखदायी नै साबित हुनेछ। घर अथवा जन्मस्थानलाई त्याग गर्नुपर्नेछ यो केही समयको लागि, तर सम्पर्कमा रहनुपर्नेछ। त्यागको अर्थ अघि नै मैले भनिसकेँ, एकदमै माया मार्ने होइन, गाउँ छोडेर जाने अनि सम्पर्कमै नरहने भन्ने पनि होइन। सम्पर्कमा रहने, प्रतिदिन कुरा गर्ने, तर घरभन्दा पर जाने। जबसम्म तपाईले यसो गर्नुहुन्न, घर त्याग्नुहुन्न, आफ्नो एउटा भित्री स्थानबाट कोठाबाट बाहिर निस्किनुहुन्न, तबसम्म तपाईको यो समय त्यति राम्रो बित्ने छैन। तसर्थ तपाईले अहिले नै विचार गर्नुस्, अहिले नै सोच्नुस् र आफ्नो करियरको लागि, आफ्नो जीवन उज्जवल भविष्यको लागि बाहिर निस्किनुस्। यसो गर्न सक्नुभयो भने तपाईका लागि यो गोचर अत्यन्त शुभ रहनेछ। र तपाईले पनि भगवती देवीको, दुर्गाको, कात्यायनीको दर्शन गर्नुभयो, पूजा अर्चना गर्नुभयो, राहु अथवा केतु ग्रहको स्वस्ति शान्ति गर्नुभयो भने पनि तपाईका लागि यो समय सरलतापूर्वक बित्नेछ।